दमाम, अल्हासा, खोबर, जुबेल लगायत आसपासमा रहेका नेपालीहरूको लागि यो अत्यन्तै महत्त्वपूर्ण सूचना लिएर तपाईँहरूको सामु उपस्थित भएको छु। नमस्कार, म सुन्जित तामाङ। हजुर, यही आउने नोभेम्बर 7 र 8 तारिकको दिन जुबेल सहरमा नेपाली राजदूतावास रियाददेखि पासपोर्ट नवीकरण शिविर सञ्चालन गर्दैछ। त्यसैले आजदेखि पासपोर्ट नवीकरणको लागि जुन नोभेम्बरमा 7 र 8 तारिक हुने शिविरको लागि अनलाइन फारम खुलिसकेको छ। यदि तपाईँहरू पासपोर्ट रिन्युअल गर्नुपर्ने छ भने जुबेल सहरमा आउँदैछन्। आजैदेखि अनलाइन फारम खुलिसकेको छ र तपाईँहरू पनि समयमा नै अनलाइन फारम भरेर आफ्नो सिट सुरक्षित राख्नुहोला। यदि तपाईँलाई अनलाइन फारम भर्नको लागि आवश्यकता पर्छ भने मेरो नम्बरमा तपाईँहरूले व्हाट्सएपमा मेसेज गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 0597429171। फेरि पनि 0597429171 मा सम्पर्क गरेर तपाईँले आनन्दले कोठामा बसी बसी अनलाइन फारम भर्न सक्नुहुनेछ। भने यदि तपाईँको अकाउमा सकेको 3 महिना भइसकेको छ अथवा तपाईँ कम्पनी छोडेर अन्यथा काम गर्दै हुनुहुन्छ, नेपाल फर्किन चाहनुहुन्छ भने पनि तपाईँले नेपाल फर्किनको लागि फाइनल एक्जिटको लागि फारम भर्न सक्नुहुनेछ। त्यसको लागि यही नोभेम्बर 7 र 8 तारिक तपाईँ जुबेल सहरमा जानु पर्ने हुन्छ। भिडियो हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच। र मेरो भिडियो कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। यदि तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट अनि कपी लिङ्क गरिदिनु होला।